ल साथीहरू मेरो चाहिँ 13 घन्टामा कम्प्लिट भयो है। 11 बजेर 11 मिनट गयो। अहिले चाहिँ बिहान म 10 बजेबाट स्टार्ट गरेको थिएँ राइड चाहिँ। 13 घन्टामा कम्प्लिट भयो साथीहरू। 34 राइड होइन, एउटा चाहिँ एक्स्ट्रा हालिदिएको। अनि मेरो चाहिँ अरू बेला चाहिँ 12 घन्टातिर नि सकिन्थ्यो। आज चाहिँ मेरो प्रो लेभल एकदमै कम भयो कि लास्टमा गएर, अनि त्यही भएर अलिकति ढिला भयो। अनि जसले 33 राइड हाल्नुहुन्छ होइन, तपाईँहरूको चाहिँ कति घन्टा लाग्छ यसो कमेन्ट गरिदिनु होला है साथीहरू। मेरो पहिलो राइड चाहिँ बिहान 10 बजी ट्याक्कै सुरु भएको रहेछ, अनि बेलुका चाहिँ ठ्याक्क 23 बजेर 2 मिनट भनेको 11 बजेर 2 मिनटमा ट्याक्क पुरा भयो होइन। 34 राइड हो। अनि आजको इन्कमको कुरा गर्दाखेरि चाहिँ 2447 देख्न सक्नुहुन्छ, अनि 2200 बोनस भइहाल्यो। अब चाहिँ घर जाने हो साथीहरू टक्क लगाएर। अनि तपाईँहरूको चाहिँ कति घन्टा लाग्छ 33 राइड हाल्न है। मेरो चाहिँ जहिले 12-13 घन्टा लाग्छ है। त्योभन्दा अगाडि चाहिँ कहिल्यै सकेको छैन कि। 12 घन्टाभन्दा अगाडि सकेको त रेकर्डै छैन मेरो त। ल यस्तो सुनसान भइसक्यो है। अब घर जानुपर्छ साथीहरू।